सबैले भोगडे भने के मान्छे भोगडे जस्तै छ के उ अनि भोगडे जस्तै छ अनि त्यही भएर सबैले अब भोगडेन भने ठिकै छ। सपोर्टर त होइन, म आफ्नो देशको सपोर्टर हो। तर यो दाइले के भन्दै हुनुहुन्छ सुन्नु है त। यो दाइ एमाले को ठुलो कार्यकर्ता हो। ल सुन्नु, भोगडे नै हो। बानी बेहोरा काम चाहिँ उहाँको कस्तो लाग्छ, कतिको राम्रो लाग्छ तपाईलाई? बानी बेहोरा त ठिक छ, बानी बेहोरा एकदम राम्रो छ, गुड छ मान्छे हैन। बानी बेहोरा सबलाई यस्तो पर्यो दाइ भनेपछि ल यस्तो ल सबै यस्तो गरौँ भन्छ हैन, त्यो पनि ठिक छ। अनि उसको चाहिँ भाषण दिने तरिका अब हैन, भाषण दिने तरिका चाहिँ उसले कसैलाई मान्दैन के भाषण दिँदाखेरि। वास्तवमा भन्यो भने भाषण दिन्छ हैन, भाषण दिँदा उसले बोलेको जति ऊ दाबीका साथ बोले गर्छ हैन, सत्य तथ्य नै बोले गर्छ, त्यो नै राम्रो नै लाग्छ। अनि त्यो भाषण दिँदाखेरि आवाजले पनि त भुइँया खेले नि, टोन आवाज पनि अलि बाक्को जस्तो खालको छ, मान्छे त अलि ठिकै छ हैन मान्छे हैन, तर आवाजले पनि सपोर्ट गरे क्या, आवाजको टोनले पनि सपोर्ट गर्यो। अनि त्यो हुँदाखेरि चाहिँ नि उसलाई चाहिँ अब ठिकै छ, राम्रै खालको छ मान्छे भन्ने लाग्छ। यो दाइको कुरा कस्तो लाग्यो? मलाई त त्यस्तो लाग्दैन। हाम्रो महेश बस्नेतज्यू त एकदम ठिक हुनुहुन्छ जस्तो लाग्छ मलाई त। दाइ हजुर फेमस हुनको लागि यस्तो बोल्नु भएको त होइन। ल हजुरहरूलाई कस्तो लाग्छ साथीहरू? महेश बस्नेत, हाम्रो महेश बस्नेतजी तल कमेन्टमा भनिदिनु होला।